नमस्ते है सबैजनालाई। नमस्ते सबैजनालाई। आज चाहिँ म काफल खाना भनेर यसो घर नजिकै आफ्नै बारीको काफलले खाना भनेर आएको छु। तर यहाँ मलाई चराले कराइरहेछ के। हेलो हेलो गाइस। काफल खाना आएको यार, चराले पो कराउँछ त मलाई त। के हो र यस्तो? उसकै प्याउ जस्तो गर्छ त। अचम्मै के काफल खायो भनेर कराएको त होइन होला यसले। यसको नजिकै गुड रहेछ कि यो काफलको बोटको नजिकै, त्यही भएर कराएको हुन्छ त। त्यहाँ गुड रहेछ क्या, यो सालको बुट्टामा सानो रुखमा। अनि काफल खान आएको नजिकै कराउँछ। खासै म त्यसको रुखलाई, त्यसको बच्चालाई त मैले केही गर्ने थिएन, तर चलाइदिन्छ भनेर होला गरिरहेको छ कि। तपाईँहरूले चिन्नुहुन्छ यो कराउने चरालाई? यसले हेर्नुहोस् त, काफल खान आएको यहाँ नजिकै उसको गुड रहेछ, त्यही भएर उसले चाहिँ मलाई एकदम कराएको करै गरेर बिचरा। यसले त मलाई यार काफल खानै दिएन नि कराएर। यसरी कराएरै गर्छ। नकराउनु हो, नकराउ, तिमीलाई म केही गर्दिनँ। एकछिन काफल खाएर जान्छु भनेको, आफ्नै बारीको काफल खान दिएन है यसले। हेर्नु न, यहाँनिर रहेछ क्या यसको बच्चा, सानो सानो छ बच्चा रहेछ, त्यही भएर त्यसलाई चलाइदिन्छ भनेर होला। एकदम कराएरै गर्छ। तर काफल पनि पाकेको छ राम्रोसँग। अलिक गाह्रो छ क्या टुप्पा टुप्पा टिप्नलाई, यस्तो टुप्पा टुप्पा।